खसीको मासु विथ जपेन्द्रमा यहाँलाई स्वागत छ। खसी पाउन त संघर्ष गर्नुपर्छ, प्योर खसी पाउन त, नत्र त भेडा आउँछ कि त पाठा बेच्दाखेरि ओने आयर भनेर दिशा। प्योर खसी लोकल खसी फेरि यहाँ सिधै गोठबाट ल्याएको खसी चाहिँ यो रे एउटा, अनि यो दुईटा सिङ्गा गरेका यो के हो यो? हेलो गाइज, म पनि आज दसैँ मनाउन आएको। दसैँको यता तयारी भइरहेको छ अलिअलि, सबै केही न केही गर्दै हुनुहुन्छ। यता चाहिँ हाम्रो नृत्य प्रस्तुतिको लागि अब अलिअलि सजावटको कार्यक्रम भइरहेछ भने यता हाम्रो भोजन प्रस्तुतिको लागि प्याज काट्ने कार्यक्रम भइरहेछ। आज हाम्रो दिपेशजी कटिङमा हुनुहुन्छ भने अर्को दिपेशजी भिडियो सुटिङमा हुनुहुन्छ। कस्तो राम्रो करेला भुट्नुहुँदो रहेछ क्या तपाईँले त। दसैँमा करेला भन्ने कुरा चाहिँ किन आयो भन्ने लाग्छ क्या मलाई चाहिँ। शाकाहारीहरूको लागि शाकाहारी यहाँ चाहिँ हाम्रो मेन आइटम पाकिरहेछ कि पर लोकल जर्मनीको खसी। लोकल प्योर जर्मनीको खसी। यो जर्मनमा खसी कसरी पाउने रहेछ? खसी पाउन त संघर्ष गर्नुपर्छ, प्योर खसी पाउन त, नत्र त भेडा आउँछ कि त पाठा। फ्ल्यासब्याक दरम 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 दरम। खसी चाहिँ यो रे एउटा, अनि यो दुईटा सिङ्गा। डर लाग्यो डर लाग्यो डर लाग्यो डर लाग्यो, सब डराएर हेर। एउटा 15 रुपैयाँ किलो, 15 युरो पर किलो। यो चाहिँ हामीले चार दाते खसी हेरेर छानेरै ल्याइयो। कस्तो हो चार दाँते भने चाहिँ के रहेछ? मान्छे बोका पनि होइन यो, बेच्दाखेरि ओने आयर भनेर दिशा। ए त्यसो भए त खसी नै परेछ यो त। ल पर भुटिरहेछ हाम्रो खसी। यहाँ चाहिँ दसैँ नै हो गाइस, तिहार होइन। त्यति बुझिदिनु। यहाँ चाहिँ अलिकति अब मेकअप आर्टिस्टहरूले आफ्नो के भन्ने प्रतिभा देखाउँदै हुनुहुन्छ। हाम्रो उहाँहरूको कला यस्तै यस्तै छ। जर्मनीमा मेकअप गराउन कसैलाई इच्छुक हुनुहुन्छ भने किन भन्दा खासै राम्रो हुँदैन हो। खसीको मासु विथ जपेन्द्रमा यहाँलाई स्वागत छ। यो खसीको मासु चाहिँ स्पेसल तरिकाले बनाउनु पर्ने हुन्छ। मसला हालेर सिटी हालेपछि पाक्यो। यो पिज्जामा अलिक कम भयो। के होला त्यो धेरै भयो होइन र? धेरै हुँदैन राइस कुकरमा, र यो चामलमा धेरै हुँदैन। नयाँ चोली ह्याप्पी दसैँ। यो के हो यो? सजिलो भएको दसैँ सकिन लाग्यो भनेर छिटो छिटो यता झोलामा के छ? एउटा हाले सिस्टर हराउनु भएन। एउटा स्लोरमा चाहिँ एउटा हाले के छ? पोकोमा 1 2 3 जति हेल्ला नि पुग्छ यतिले। र यसरी सुरु भयो हाम्रो दसैँ। महिला मण्डल आउन थाल्नुभयो चिटिक्क परेर साडी लगाउँदै। कोही राता र त कोही नीला। कोही तासमा जम्दै थिए र कोही खाना पस्किँदै। अचार र बासमती चामलको भात, आहा, काउलीको तरकारी र चट्ट भुटेको खसीको पक्कु। दसैँ हिजो नै परेकाले साहिदको टिका हिजै लगाइसकेको थियौँ। त्यही भएर आज चाहिँ खाना पहिला अनि हामी त्यसपछि टिकाको प्लान गर्दै। ओहो हेर त, खाना हातमा आएर होला दाजु कस्तरी रमाउँदै। र यसरी हाँस्दै सुरु गर्यौँ हामीले दसैँको टिका। आयु द्रोड सुते श्रियम दशरथे शत्रुक्ष्यम राघवे
ऐश्वर्यम नहुते गतिश्च पवने मानन्त दुर्योधने। नेपालबाट टाढा भए पनि दसैँको यो टीका र यो आशीर्वाद मन्त्रको महत्त्व कति धेरै हुने रहेछ है। यो मेरो लागि पनि नयाँ थियो। यो मेरो पहिलो दसैँ थियो नेपालको परिवारसँग मनाउन नपाएको। अभियसली घर मिस गरिरहेको थिएँ, तर म दुखी भने चाहिँ थिइनँ। जर्मनीको परिवारसँग दसैँ मनाउन पाइरहेको थिएँ। कसैले टीका थाप्दै थिए भने कसैले टीका लगाइदिँदै थिए। कोही जर्मन ल्याङ्ग्वेज फटटट बोल्नु भन्दै आशीर्वाद पाइरहेको थिए भने कोही चाहिँ जर्मनीमा आर्टस्टिन छिटो बन्नु भन्ने आशीर्वाद दिँदै थिए। यसरी नै खुसी साथ टीका सकियो अनि हामी बाहिर फोटोसुट गर्न निस्क्यौँ। ट्याक्कै जन्त गइरहेको फिल भइरहेको थियो। जन्ती आयो जन्ती आयो ए गाईहरू यो के हो? जर्मनीहरूले हेर्दैछन् है हामीलाई। के कल्चरल सक भयो क्या? यो त अनि बाइक हो कि गाडी हो? आम्मा यो त महँगो होला यार दाइ, डेन्जर छ त दाइ। Und wie war das? War gut? Ah, okay. ABC? Trekking Route? Was? ABC oder? Wo war dann Basecamp? Nur Kathmandu oder haben Sie auch noch komplett Rundreise, Trekking-Tour? Ah, geil, geil. Nach Annapurna? Auch Elefanten, Nashörner? जी अब या सो देख्नुभयो होइन त जर्मनीको दसैँ कस्तो हुँदो रहेछ भनेर। सिया सबैलाई वान्स अगेन ह्याप्पी दसैँ। बाई बाई।